एनपिएलको आजको दोस्रो दिनको खेलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा चितवन राइनोस र कर्णाली एक्स 11:45 बजे र दोस्रो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्स दिउँसो 4 बजे खेल हुनेछन्। हिजोको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै काठमाडौँ गोर्खाले जितको सुरुवात गरेको छ र पहिलो जित निकालेको छ। चितवन राइनोसमा इब्राहिम मलाल, सोहेल तन्वेर, रवि बुप्परा, कुशल मल्ल जस्ता चर्चित अनुहार रहेका छन् भने कर्णाली एक्समा सोमपाल कामी, नन्दन यादव, गुलसन झा जस्ता खेलाडीहरू रहेका छन्। कर्णाली एक्समा मार्क वार्ड जस्ता खेलाडीहरू समेत रहेका छन्। दोस्रो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स बीच हुनेछ। पोखरा एभेन्जर्समा कुशल बुढ्थेल, जिमी निसम जस्ता खेलाडी रहेका छन् भने विराटनगर किङ्समा सन्दीप लामिछाने, मार्टिन गप्तिल जस्ता खेलाडी रहेका छन्। फाफ डु प्लेसी भने सुरुवाती केही म्याच गुमाउनेछन्। आजको खेल निकै नै दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको छ। आजको खेलमा दुवै टोलीलाई जितको हार्दिक शुभकामना। पहिलो दिनको खेल निकै नै उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।